हेलो डे 2 होइन ब्लग 2 आज खासै केही छैन आज माइक पनि छ अडियो अलिक क्लियर आउन सक्छ आशा गरौँ हामी थोरै छौँ धेर छैनौँ आजलाई हामी खासै धेरै छैनौँ यति मात्रै हो सानुभाइ हुन्छ सानुबा दिदी दाजु सबैजना हामी आज एकदम ठुलो खालको शिकार खोज्न हिँडेको होइन यहाँ शिकार गर्ने हिँडेको अरे आज हामी फेरि त्यही लिफ्ट हो गाडीमा जाने हो हामी त ढोकाले जाने यहाँ जानुपर्ने ग्राउन्ड जानु पर्ने के भयो त कुरा चाहिँ के भयो त्यही त सेम बाटो केही भएन हामी जीवन्त अभिनय गर्ने मान्छे अघि लगिसक्यो मैले जीवन्त अभिनय होइन त केही भन्नु छ त हजुरलाई हामी के खोज्न हिँडेको अरे अहिले चाहिँ के को शिकार गर्ने हिँडेको अहिले शिकार खेल्न जानु छ ल्याम्प टर्किसकोमा टर्की अघि हानिसक्यो अब ल्याम्प सानो के छ म त केही छैन जो यसले घुमाउन लानु भएको अब यता घुमेर केएफसी पनि भन्दै हुन्छ ल्याम्प भन्दै हुन्छ अब त्यता कता कता हो अब के खानु पर्ने त्यही त शिकार गर्ने हो आजको ठुलो शिकार छ ठिक छ आज अर्को लेक जाने हो आज माछा मार्ने होइन आज हामी भेडा मार्ने भेडा मार्ने हो अनि खै के गर्ने हो खाने हो फेरि आज पनि खेल्दो रहेछ है कुकुरहरू सेतो कहाँ गयो देखियो नै क्या सही हो कुकुर पाल्न चाहिँ गाह्रो रहेछ यहाँ छोड्न पनि मिल्दैन हो कुकुरको गणना हुन्छ अरे कुकुर गणना गर्ने पनि जागिर खुल्छ अरे के हो के ढुकुर हो यो ओ ढुकुर यो त अर्कै खालको डाँफै खालको ढुकुर छ त्यो त सिउर छ त ओइ कान्छो हेलो कान्छी भागो यार के हो व्हाट इज दिस के छ यार केही चिन्दिनँ त म त यहाँ त त्यो के हो त्यो काग हो त्यो सेतो काग बाढी आउँछ अरे यहाँ खै कताबाट हो फ्लड वे टेक केयर ए पानी परेको बेला बाढी आउँछ अरे त यहाँ त अनि हुन त जहाँ पनि पानी परेपछि बाढी नै आउँछ तर यसले चाहिँ बाढी रोक्छ अरे ढुङ्गा टाँच्दिएको हो के हो ए होइन रहेछ यार लुज ढुङ्गा रहेछ टाँसेको होइन रहेछ लुज रहेछ ढुङ्गा त टाँसेको होइन रहेछ नि ए होइन टाँसेकै रहेछ कुनै लुज रहेछ पानीले फेरि उता एउटा लडाइरहेछ खै पानी पऱ्यो भने त बाढी आउँछ भन्छ उता लेखेको पनि छ चराको गुण जस्तो के हो फेरि भुइँमै जाडोमा पानी पर्छ यता बाढी जाडोमा आउँछ मार्छ है क्या अब यो 3 महिनापछि जाडै त होला नि ओ वन कुखुरा मरो कुन चाहिँ हो वन कुखुरा हेलो के दामी यार सिउर रातो रहेछ 1 2 3 4 5 6वटा वन कुखुरा के हो यो के हो वन कुखुरा हो
हेलो दामी है यो सही हो पोखरी छ यो अर्कै पोखरी हो आजको घर वरिपरि 3टा पोखरी छ हाम्रो घर वरिपरि 3टा पोखरी छ आज म कालो देखिएको छु किन हो मिलेन है क्या ए मिलो खै अस्ति मैले पनि खोजेको के हो यो पटक्क फुट्दा हो चिलाउने अरे खै क्या हो यसरी पढ्ने हो खोलाको डिलमा बसेर अनि पो हुन्छ त बुद्ध के हो यो भुइँ काटेर जस्तो यो रहेछ नि त सही ठाउँ सही हो नि यार छ त पौडी खेल्न मिल्ने रहेछ त पौडी खेल्न मिल्ने रहेछ त ऊ त्यसमा त ऊ के को फोहोर त्यो मान्छे छिर्ने यहाँ समाउने हो कति मिटर छ मलाई त पौडी खेल्न आउँदैन ओइ नछुए फोहोर छ मुला लु पर्यो गति पर्यो यहाँ के छ ऐसे लु के हो त्यो भनेको मलाई थाहा छैन ऐसे लु नै चिनिन्छ बरु इङ्ग्लिस त झन् बुझ्दिनँ म द्याट्स ऐसे लु के भुइँ कटर कस्तो रुख्छ के हो यो त भिन्डी जस्तो छ त ए भिन्डी फल हो कि क्या भुइँ कटर जस्तो छ रुखै के हो के अनि यहाँ छ ओइ तेरो दोस्त न के हो पानी यहाँ छ ए तन्किँदैछ कम चोइ आइज चोइ त होइन पो होला त अझै यता यो नि त पानी नै त हो नि पानी हाँसै त हो नि सही छ जेस आउनु हुँदैन राति उँधो के लाग्छ हाम्रो यही खोलाको लागि खोलामा भूत प्रेत के जाति लाग्छ नि राति राम चाहिँ सही छ हिँड्नलाई त्यहाँबाट हिँड्दै जान्थ्यौँ के गर्ने यो भाइ हो नाइस ओभरकास्ट छ पानी पर्न आँट्दैछ मौसम ठिक छ हिँड्नलाई अहिले कति बज्यो 6:30 भएछ तल दाजु साइकल कुदाउँदै हुन्छ सही हो माइक लाएर हिँडेको बोल्ने कुरा केही छैन त्यही बाटोको नोइज सुनाउने हो अब वहीँ गहीँ गर्छ गाडीको त्यही सुनाउने हो भ्यू चाहिँ ठिक छ कडा छ भ्यू चाहिँ होल्डेन ए रामदाई पो रहेछ रामदाईको गाडी रहेछ रास्पबेरी ब्ल्याकबेरी त किम्बु होइन ऐसे लु कहाँ यहाँ त भरि छ त कता म त चिन्दिनँ त खोइ देखिन जेहोस् ऐसे लु हो ऊ त्यसो हौ कालै छ त्यो बोर्डमा कालै छ ऐसे लु चरा मुसा कोही छैन कहाँ गयो सबै यो के फुल हो
फुलै मात्र देख्छु, एउटा चिनिँदैन। यो गुलाब बाहेक केही चिन्दिनँ म फेरि। त्यहाँ छ सेतो, के हो यो? सेतो फुल छ। के हो यो फेरि? डेन्जर छ। खै के हो? धुपी, पुड्के धुपी। यस्तै धुपी थियो मसँग एउटा नेपालमा। कहाँदेखि ल्याएको थिएँ, बढ्दै बढेन। सुगा। कस्तो राम्रो। ग क्यास्टन स्ट्रेट, बेकवेल स्ट्रेट। यहाँ चाहिँ के गर्छन् होला नि बकाइनो? पाउँदैन होला। हाम्रोतिर त बकाइनो बाख्रा गाईलाई खुवाइन्थ्यो। यिनीहरूले चाहिँ केलाई खुवाउँछन्? त छ नि जानुभयो। त माथि ट्याङ्की, त्यो हो हाम्रो भवन, अपार्टमेन्ट त्यही हो। अनि त यता पो जानु पर्यो त। कहाँ गयो टोली? यो त हिउँ परे यत्तिकै छ त, सेतै हो। बाटो चाहिँ राम्रो बनाएको हुन्छ है, झिलिमिली। के पकायो कसले? हो होइन नि, यो त गाई गोरु हो। गाई गोरु हो यो त सानो। गाईको फिला पकायो। हामीलाई चल्दैन यस्तो, बास्ना मात्रै चल्छ। बास्ना त सुँग्दिने हो, जेसुकै होस्। हजुर त्यही त लुखा कहाँ लानु अब? हामी भयो आगो बालेर यसको। अनि हामीलाई पकाउन, भात पकाउन कम त काम दिन्थ्यो यो चिज। मल अरे सोमा दिदीले यस्तो गर्नु हुँदो रहेछ। घाम लाग्यो फेरि। छिटो मसलै मसला। किन? यो पोलहरू पनि बनाउँदो रहेछ नि, बिजुलीको पोलहरू त यहाँ पनि। काठको पोलहरू यहाँ पनि हुँदो रहेछ। सजिलो पनि भयो। यो रहेछ अलिक सिधा रहेछ मसलाको रुख। मसला के छ यसको भित्र? केही छैन। खोक्डो यहाँ कस्तो सिधा लगाएको ढुङ्गा पनि। सिधा पो छ त। लो नि कस्तो सिधा तनक्क त नि। कडा। त्यहाँ छ आइसक्रिम पार्क। यो एक दिन आउने हो। यहाँ नेपाली अहिलेको हाम्रो नेपाली बुवा आउनुभयो। यहाँ प्रायः नेपाली बुवा आमाहरू भेला हुने ठाउँ। एक दिन आएर इन्टरभ्यू लिन्छु म यहाँ। यहाँ ट्राफिक लाइट चारतिर छ, चौबाटो। अब यहीँबाट कट्ने हो, पारी जाने हो हामी। पक्नै यहाँ अब कति बेर लाग्छ, कति मजा आउँछ भन्ने कुरा यहाँ थाहा हुन्छ। अब गाडी आउँदैछ तुफान। हावा लडा ल, छाता पनि छ। हामी लाग्यौँ है बाटो। केही गर्ने होइन, यहाँ आउने। त रातो मान्छे बलेको देखियो, त्यो भनेको हिँड्न मिलेन। यहाँ छ, यता हेरेर चाहिँ भुडुक थिच्ने। मन लाग्यो भने 4-5 चोटि। सरी ग त अगाडि हेरिरहने हो।
अगाडि त्यो हरियो हुने बित्तिकै कुद्ने हो गुटुटु हाम्रो मिसन यहाँदेखि उता पारी पुग्ने एक हरियोमा एकै हरियोमा पुग्नु पऱ्यो होइन एकैचोटि हुन्छ कि जानुभयो दौडा टोयोटा एल्सी ल्यान्ड क्रुजर कहिले खुल्छ क्या खोल कुद यो दरले हिँड्ने एकैचोटि पर है रोकिने कुरै छैन पुरा मन्त्रीको ऊ आए जस्तो छ के भन्छ सवारी आइपुग्यो गुड यत्रो गाडी मन्त्रीको सवारीमा पर्खेको थियो हाम्रो सवारी भइसक्यो मान्छे नै मान्छे आज त भिड भाड हजुर HSP halal snack pack यही हो आजको सरी त्यसबाट निकालेको भेडा खाने हो रापले त्यो भर्खर खुट्टामा हाल्यो बाँकेको उल्बर्ट कपाल काट्ने दाईको त्यहाँ छ नेपाल दाईको उता अगाडिको दाई नेपाली दाईको कपाल काट्ने कुकुर डोगेस हेलो डोगेस हाई स्वर्ग है स्वर्ग होला जेडी कोला अरे नो सुगर कोला के भन्छ नो सुगर कोला 4.8% ओ डबल ज्याक कोला नाइस ओ कुल्जा सिमसिम मिर्ची आछु प्लास्टिक हो ए मदर टेरेसा पो रहेछ त्यो त ए प्याजको पत्ता जस्तो के रहेछ भनेको त प्लास्टिक अरे त्यस्तो पनि हुन्छ ढाँट्दो रहेछ दुइटै मिसिएको छ फेरि सबै मौलाको भर्खर पाउलेको नेबरहुड वाच छ छिर्नुपर्छ जस्तो छ पुलिसतिर पुलिस होइन छरछिमेक हाम्रो ओली बाले गुन्डुमा राखेको थियो नि सबैले खान्छन् भने चाहिँ कुकुरले खाना त्यही टोले दादाहरू यो टोले दादाहरू राख्नुपर्ने छ यहाँ नेपाली पसल छ क्यानबेरा ग्रोसरी स्टोर भनेको नेपाली पसल हो बटल मार्ट कुम्स ब्रुइङ भनेको यो जाँडाको दोकान हो टिबोन भनेको मासुको हो क्याफे भनेको क्याफे भएको पिज्जा टप भनेको पिज्जाकै पसल हो भयो यति भयो भने सबैलाई जानकारी भयो हामी माथिबाट जाउँ यो काठ हेर्नु त जानुभयो काठको धुलो हो नि यो सही हो खै के को खयरको कि के को तर साह्रै राम्रो छ हेर्ने आरु आम्मा चल त ढुट्टो पार्दैन नि राम नेक्टरिनहरू होइन होला खै चिल्लन चिल्छ आहा के चराले खान सकिसक्यो उडायो सपना सबै होरी मुन्तला यति सानो फल्दो रहेछ ठुलो देख्छ त नि हाम्रोमा त
मुन्तला पछि फुल्छ होइन नि ऊ त्यो हाम्रो घर यो अर्को साइडबाट हो ऊ त्यो हाम्रो बसाइ त्यहीँ हो म देखाइन्छ हाम्रो कुटी कताबाट हो बाटो कट्ने बेला सिटी बजाउनुपर्छ त्यति हो सिटी कसेर बजायो भने कटिहाल्यो बाटो त्यति जान्यो भने यो त जिस्का जस्तो भयो त नि यो त अलिक मिलेन होला अलिकति भएन ढ्याप त्यो हुन्छ यो चाहिँ हाम्रो कुटी हो ऊ त्यो पहिलो तलाकै हो हाम्रो कुटी बुटी बाबाजीको बुटी यो कुटी हाम्रो सही छ यतापट्टिको भ्यू यही हो हाम्रोबाट देखिने सो यही हो आइपुग्यो अब जाने हो नास्ता खाने हो यो चाहिँ के हो यो चाहिँ भेडाको शिकार गरेर पकाइवरी अब खाने बेला भयो है ल अब खाने हो फेरि भेटौँला अर्को भिडियोमा साइनिङ अफ फर टुडे थ्याङ्क यू फर वाचिङ